आमा आमा मेरी आमा वाउ बाबा हजुर वाउ माने मैले हजुरलाई कति उत्तम काम गर्नुभएछ काजी होइन माया के भयो तँलाई अचानक फुस्क्यो क्या आफै बाबा हजुर मेरो चाहिँ होइन तपाईँको चाहिँ फुस्कियो छ मेरो कसरी फुस्क्यो मेरो बिरामी आमाको औषधि फालेर आफूलाई खुब महान सम्झिनु भएको छ होइन त्यो औषधि मेरो पैसाले किनेको त्यो कुरा तँलाई पनि राम्रोसँग थाहा छ पैसा तपाईँको होला बाबा हजुर तर रोग त उहाँको थियो नि पैसा आफ्नो भयो भन्दैमा कसैको ज्यानमाथि खेल्न पाइन्छ तँ मेरी छोरी होस् अनि छोरी भएर बाउलाई उपदेश दिन खोजे कि उपदेश होइन बाबा हजुर सत्य मात्रै सुनाउन खोजेकी हुँ हिजो हजुरले औषधि मात्रै फाल्नु भएन एउटा बिरामी आमाको आशा नै फालिदिनु भयो बस धेरै नबोल माया किन नबोल्नु आज मैले नबोले भोलि मेरो अन्तर आत्माले मलाई माफ गर्ने छैन मलाई राम्रोसँग थाहा छ माया त्यो करणले तेरो दिमाग बिगार्दिएको छ करणले होइन बाबा हजुर हजुरको व्यवहारले गर्दा मेरो आँखा खुलेको हो आजको दिनदेखि त्यो केटाको पक्ष लिएर एक शब्द नि मेरो अगाडि नबोल म कसैको पक्षमा छैन बाबा हजुर अन्यायको विपक्षमा छु ए माया तैँले मेरो सहनशीलताको परीक्षा नलि त्यो तैँले दिएको पैसा कसरी असुल उपाल गर्न पर्छ त्यो कुरो मलाई राम्रोसँग थाहा छ हिजोसम्म मलाई लाग्थ्यो मेरो बाबा राम्रो हुनुहुन्छ असल हुनुहुन्छ तर आज आएर थाहा भयो तपाईँको मन त ढुङ्गाको नै रहेछ दाइ आमा त आजभोलि झन् कमजोर हुँदै जानु भएको छ मलाई पनि त्यस्तै लागेको छ बहिनी हिजो त्यो काजीको क्रोध व्यवहारले मन छिया छिया भएको छ ए छोरा भाग्यमा जे लेखेको छ त्यही हुन्छ बाबु त चिन्ता नगर यस्तो कुरा नगर्नुहोस् आमा मैले हजुरलाई धेरै सुख दिन बाँकी नै छ मेरी आमा गरिबको भाग्यमा सुख कहाँ हुन्छ र बाबु भाग्यले साथ नदिए पनि हिम्मत कहिले हार्नु छैन आमा दाइ अब के गर्ने जे भए पनि आज म काम खोज्न निस्किन्छु आमाको उपचार रोकिँदैन बहिनी बाबु खाली पेट नजा यसो तातो पिरो केही खाएर जा न पेटको भोग भन्दा हजुरको उपचार ठुलो हो आमा दाइ चाँडै फर्के है हुन्छ बहिनी म चाँडै फर्किन्छु तर केही न केही गरेरै फर्किन्छु मेरो छोरा मेरो लागि रात दिन नभनिकन दिनमा भोग्न रातमा निद्रा गर्न हिँडिरहेको छ नानी के गर्नु त आमा
सारिका हिजो काजीले गरेको व्यवहार ठिक लाग्यो तिमीलाई? मलाई त पटक्कै ठिक लागेन। बिरामी मान्छेको औषधि फाल्नु भनेको महापाप हो। त्यही त, त्यो काजी त कस्तो पापी होला है। पापी होइन, त्यो त महापापी हो। मर्ने बेला त्यसको मुखभरि किरा परेर मर्छ। ए सुजल, त्यसरी नसराप न। भगवानले सबै कुरा देखिरहनु भएको छ। जसले जस्तो कर्म गर्छ त्यसै फल मिल्छ। हो नि सुजल, गरिब र दुखीलाई हेपेर कसैले कहिल्यै सुख पाएको छैन। रिसले भनेको सारिका, रिसले। हिजो आमाको हालत देखेर मन भत्ती पोलेको छ। औषधि नभएको भए आमाको हालत के हुन्थ्यो होला। धैर्य गर भाइ, दुःख दिनेहरू धेरै दिन टिक्दैनन्। एक दिन सत्यको जित हुन्छ। काजीले आज अरूलाई रुवाएको छ, भोलि आफै रोएर हिँड्नुपर्ने दिन आउँछ। गरिबको आँसु खेर जान्न भन्ने कुरा उसले पनि बुझ्नुपर्छ। के हो काजी बाको त चर्चा चलेछ त। चर्चा होइन, दबाब हो, दबाब। ए आमा, एक कप चिया ल्याउनु त बाहिर। के हो, तिमीहरूको सङ्गत कहिले छुट्दैन? हामी त एउटै मुटु एउटै धड्कन हो नि आमा। त्यही त हो रहेछ। हिजो त करणकै घरमा पुगेर काजीबाले आमाले खाने औषधि फालिदिनु भएछ नि त। त्यो त अलि बढी भएन र? काजीबाले जे गर्छन् सोचेर गर्छन्। तर गरिबको आँसु पनि मूल्य हुन्छ जङ्गे। मलाई त लाग्छ यो कुरा यत्तिकै टुङ्गिनेवाला छैन। करणले काजीबासँग जुत्ने हैसियत राख्छ र? आज छैन होला, भोलि हुन नि सक्छ। म पनि त्यही भन्छु, धेरै हेपेको मान्छे एक दिन विस्फोट हुन्छ। करण, एकछिन रोक न, किन नबोलेर हिँडेको? माया, जब बोट नै विषालु छ भने त्यही बोटमा फलेको फल खाइराख्नु उचित हो जस्तो लागेन। किन यस्तो भन्नुभएको करण? हिजो जे भयो त्यसको लागि म आफैलाई माफी गर्न सकेकी छैन। तर त्यो पैसा मैले नदिएको भए यस्तो अवस्था आउने थिएन। मलाई त कता कता ठुलै गल्ती गरे कि जस्तो महसुस भइरहेको छ करण। मायाले दिएको सहयोगमा गल्ती हुँदैन। गल्ती त गरेको सहयोगलाई अपमान गर्नेको हुन्छ। यस्तो कुरा गरेर मेरो मनोबल झन् कमजोर नबनाइदेऊ माया। करण, अहिले आमाको अवस्था कस्तो छ? आमाको अवस्था खासै ठिक छैन माया, तर म हार मान्नेवाला छैन। म तिम्रो साथमा छु करण, चिन्ता नगर। साथ भन्दा पनि अहिले मेरो आमालाई बचाउनु छ, बचाउनै पर्छ। करण क्या तेरो छोरो खै बाहिर बोला। काजी साहब, छोरो त घरमा छैन त। तेरो छोरो घरमा नभए पनि केही फरक पर्दैन। मेरो कुरो ध्यान दिएर सुन। के कुरा हो र काजीबा? जुन पैसाले हिजो तिमीले दबाई किनेका थियौ नि, त्यो पैसा आकाशबाट झरेको नि होइन र धरतीबाट उम्रेको पनि होइन। खै काजी साहब, अब आकाशबाट झर्यो कि धरतीबाट उम्रियो हामीलाई त केही थाहा छैन। थाहा छैन? त्यो पैसा मेरो घरबाट आएको। पैसाले आफै खुट्टा लाएर आयो होला होइन त काजीबा? चुप! सानो मान्छेबाट ठुलो कुरा गर्छस्? हामी गरिब छौँ काजी साहब, तर कसैको ऋण खाएर भाग्ने मान्छे होइन। ऋण तिर्ने हैसियत भएको भए तेरो यो हालत हुन्थ्यो र? काजीबा, गरिबहरूलाई किन यति धेरै हेप्नुहुन्छ? हेपेको होइन, तेरो छोरालाई भनिदे मेरो पैसाको हिसाब एक एक चाहियो। काजी साहब, अहिले हामीसँग पैसा त छैन त।
त्यो मलाई थाहा छैन। सामान बेचेर दिन्छ कि जमिन जग्गा बेचेर दिन्छ कि उसैले जानोस्। यो त अति नै अन्याय भएन र काजीबा? अझै अन्याय तैँले देखेकी छैनस्। काजीसँग ठोकेको मूल्य कति महँगो पर्छ भन्ने कुरो अब थाहा पाउँछौ तिमीहरूले। हामीलाई यति धेरै दुःख नदिनुस् काजी साहब। यो त के दुःख हो र? दुःखको सुरु अब हुन्छ। तेरो छोरालाई भनिदे मेरो पैसा 3 दिनभित्र फिर्ता देऊ। नत्र मैले गर्ने कामको जिम्मेवार म हुनेवाला छैन। आमा, अब यो कुरा दाइलाई कसरी भन्ने? भगवान जाने छोरी, अब हाम्रो परीक्षा कहिले सकिन्छ? होइन करण कहाँ हिँडिस? आफ्नै काममा हिँडेको नि किन छेक्यो मेरो बाबा? काम पहिला काजीको हिसाब किताब मिला। तिमीहरूसँग कुरा गर्न समय छैन। हामीसँग पनि धेरै समय छैन। सबसँग गरेर हात नहाल। लौस के गर्छस्? काजी बाको अगाडि आजभोलि त धेरै ठुलो पल्टिन थालेछस्। मलाई के भन्छ यसले? किन नकुट? यो त टेलर मात्र हो। फिल्म आउन अझै बाँकी छ। भाग्यो ल हेर त। भागोस्, अब त्यो दिन भाग्न सक्दैन। आमा आमा मेरी आमा के भयो तिमीलाई? कोही छ? सुजल एकछिन यता आऊ न। करण माया दिदी, करण दाइलाई के भयो? खै के भयो? करण दाइ, दाइ माया दिदी घर लगिजाउँ। यो उठाउनु दिदी, पुरै जान्छ। भाइ म बोकौँ?
गाउँको माहौल साह्रै बिग्रियो हौ। हो नि, जता जाऊ त्यो करण र काजीको कुरा मात्र सुनिन्छ। मलाई त करणको परिवारको साह्रै चिन्ता लाग्छ। गरिबलाई दुःख पर्दा मजाक उडाउने धेरै हुन्छन् भने साथ दिने कम। अब भगवान्ले करणको दिन पनि फर्काइदिनु पर्छ। खै दिन फर्काउने हो कि कुदिन फर्काउने हो? बाबु मेरो छोरा के भो तिमीलाई बोल न। करण करण उठ न, म माया बोलेकी। दाइ यो हुनै सक्दैन, उठ्न। के भयो तँलाई? उठ्न। दाइ उठ्न। उठ्न, के भयो? हे भगवान, मेरो छोरालाई किन यति ठुलो सजाय दियो? ठुली आमा जे नहुनु भइसक्यो, अब नरुनुहोस्। बाबु! करण उठ न। दाइ उठ्न। यस कथाका घटना तथा पात्रहरू काल्पनिक हुन्, कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। धन्यवाद। सपना यहाँ पल भरमै ढल्दा आँसु पुस्ने हातहरूले चोट थपिदिए, बचाउन खोज्दा इज्जत हिलो छापिदिए। आफ्नै भन्ने मान्छेहरू नै बैरी भइदिँदा हजारौं सपना यहाँ पल भरमै ढल्दा आँसु पुस्ने हातहरूले चोट थपिदिए, बचाउन खोज्दा इज्जत हिलो छापिदिए। सहेर त बस्ने छैन अब यो अन्याय, पीडा भित्रै लुकेको छ सङ्घर्षको